मैले थियो तिम्रो पालो खा मैले होला र मैले तान्ने केही हुँदैन त्यति के भएर है त अन्डा ल अन्डा मोरो साथी मलाई पनि अन्डा अन्डा बुढोलाई त अचार चाहिन्छ कि म अचार नभएर यस्तो बिजो भए अचार परोस् अचार चाहियो कि अचार चाहियो मलाई यार ए भगवान घोल्नु कान्छु बिना अचारको कस्तो मिठो भयो भने हरेक चिज ट्याक्क मिलेर पर्छ कि तिमीले हेर्छौ क्या यार तिमीलाई ठ्याक्क मिलेर पर्छ यार मलाई पर्दैन अचार अनि म लक्ष्मी हो नि त लक्ष्मी भगवानलाई पर्छ कि पेट्ट यहाँ देऊ नि हलो छैन साथीहरू मलाई चाहियो कि अचारै नपर्छ चाउ ल साथी ठिकै चाउ पनि ठिकै हो खै एक चम्चा हाल्छु है त चाउ चाहिँ एक चम्चा हो कि 2 चम्चा हो धेरै 2 चम्चा हाले नि हुन्छ 2 चम्चा चाउ 2 चम्चा हालिए त ल हाल्नु भयो 2 चम्चा घोल्नु साथीहरू मलाई पनि चाउ पर्छ अचार पर्नु हुन्थ्यो जारा मेरो बुढालाई अचारै परेको छैन नि म एउटा साथीहरू मलाई अचार चाहियो कि मलाई अब एउटा चाउ परेको छैन त्यति हो अचार परोस् भगवान अचार परोस् अचार ल फाइनली वेटिङ सकियो अचार पर्नु मलाई पनि कति थुपारेर अचार नभएर खानै पाथिन एक चम्चा 2 चम्चा गर्ने 1 चम्चा सरी मलाई 2 चम्चा दिएको थियो हो अहिले यस्तो मिठो हुन्छ क्या गोला खानेको छिटो खाना र हतारलाई अचार खाना पनि मिठो हुन्छ अचार नपर्छ अहिलेसम्म मलाई त अचार चाहिएको छ साथीहरू अचार सकिरहेको थियो दाडी ल्याउनु पर्छ कि अचार मिठो हुन्छ अचार दिनु त कस्तो भएको थियो कि अब यत्रो बनाउनु परिरहेको अचार मोमोसँग कस्तो मिठो हाल्छ सर फेरि अचार पऱ्यो एकचोटि फेरि थुपा राख्नु पाइन्छ नि त अचार पऱ्यो अहिले चाहिँ परिरहेको मलाई अघि यार लास्ट मलाई गिद्दी भइरहेको थियो कि कस्तो मिठो आयो है अचार दामी मिठो हो नि त अचार भयो भने चोपेर खाना यस्तो मिठो हुन्छ यार बिना अचार मलाई अघि अचारै नपरेर मलाई फेरि अब के मलाई मेरो सबै सब्जी जे परेन हुन्छ साथीहरू अब त लेग पिस पऱ्यो होला लेग पिस धेरै छ बनाए पनि धेरै छ नि त लेग पिस धेरै छ चाउ पर्छ त्यही गमको खाइरहन्छ चाउ परोस् होइन लेग पिस ठिकै छ लेग पिस पनि ठिकै छ होइन मलाई लेग पिस चाहिएको थिएन चाउ भयो हुन्थ्यो तर केही छैन छिटो खानै हतार म अचार नपरेर मैले यहाँ थुपार राखेको थिएँ नि त अचार नपरेर कस्तो मिठो भएको खानुलाई अब दुईटा परेछ एउटा नहेरिकन फाल्यो चाउ भन्दा बल्ल चाउ पर्यो साथीहरू फाइनल्ली चाउ ड्युटीले हाल्ने धेरै खा ड्युटी हाल्दा नि हुन्छ धेरै खा चाउ गर्नु धेरै छ साथीहरू फाइनल्ली ल धेरै तार्नु पर्दैन नि त चाउले मलाई के परोस् सबै लगभग सबै परिसक्यो अचारै पऱ्यो हुन्छ अचार सक्यो फेरि चोपेर खानु अचार मिठो हुन्छ ल ठिक छ अचारै परेछ अचारै परेछ होइन अचार चाहिन्छ कि अब यो लेग पिस धेरै परेर पनि अचार भएन भने कस्तो नमिठो हुँदो रहेछ मैले कति थुपार राखेको थिएँ दामी अचार मिठो बनाएको फेरि अचार है कस्तो मिठो छ घोल्नु भयो तपाईँले घोलिसक्यो छिटो गलेन फेरि चर्कै भेट्छ नि फेरि खाली साथीहरू परेन खाली परेन है एकचोटि परेको होइन परेन कति उसलाई चाहिँ एकचोटि परेर बिर्सिन्छ परेको थियो नि जस्तो लाग्छ कि एकचोटि परेको लेग पिस फेरि लेग पिस आएछ ल
लेग पिस भयो भने ठिकै छ तर मलाई लेग पिस चाहिँ चाहिएको थिएन चाउचाउ खानु मन लागिरहेको थियो गोल्नु भयो गरे होइन ल हामी लेग पिस पनि मिठो छ मम्मा दुईटा मम्मा थिएन नि त साथीहरू ठिकै भयो लाला मेरो ल छिटो छिटो है पुइगुडो छिटो चाउमिन चाउचाउ आयो त चाउचाउ खानु मन पर्यो ससेज पर्यो तिमी ससेज परे पनि आज मलाई नै परेछ पर्यो दुईटा तपाईँ ससेज मलाई धेरै परेछ नि ल गोल्नु तपाईँले लेग पिसै खायो होला थुपारेर आएछ खाने थियो अघि मैले चाउ चाउ साथीहरू चाउ चाउ पर्यो अघि मेरो ससेज के नपर्दाखेरि थुप्रेको थियो कि अचार अचारै परेन कि मलाई कति बेला अचारै परेन मैले भाग्य माने सब परेछ चाउचाउ फेरि चाउचाउ परेछ होइन फाइनली चाउचाउ पर्यो भनेर चाउचाउ के छ चाउचाउ मिठो छ चाउचाउ मिठो हो क्या चाउचाउ र अचार परोस् है अन्नु पऱ्यो भने ल मलाई त मोमो र अचार बोल्नु न आज मोमो फेभरेट हो नि त अचार र मोमो यस्तो मिठो हुन्छ मेरो म अचार परेछ पानी खानु पाइ कि नपाइ पानी त छैन नि पानी त छैन खानु खानुहुन्छ पानी खान्छ त अचार अन्त चाउ चाउ अचार अचार परिरहेको साथीहरू चाउ चाउ भन्छन् कस्तो खालको मान्छे हो भनेर आफूलाई अचार चाहिरहेको अचार मलाई नै अचार पाउँछ है मलाई ल यहाँ थुप्रेर बसेछ मेरो अचार 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 ल फेरि लेग पिस पऱ्यो मलाई लेग पिस चाहियो कि यहीँ थुप्रेर बसिरहेको मेरो मलाई लेग पिस चाहिएको छैन क्या एउटा त लिने भाग पास भागमा परेको त लिनै पर्यो मैले भएन ल हेर तिम्रो पालो है त लेग पिस पर्यो साथी ठुलो ल्याउ ल ठुलो ल मेरो पालो है त के अचार पर्यो है त तपाईँको अचार सक्यो चाउचाउ फेरि चाउचाउ परेछ होइन ठिक पऱ्यो भयो भने लिनै पर्यो छोड्न पाइँदैन नपरेको कुरा फेरि रुलभन्दा बाहिर हुन्छ फेरि रुलभन्दा बाहिर आइसक्यो गाली खाइन्छ त्यही भएर जे पर्यो त्यही खानु पर्यो ल ला खाली केही परेन मलाई त खालि एकचोटि भन्दा परेन कि तिमीलाई खालि धेरैचोटि पर्यो 3 चोटि परिसक्यो अभागी रहेछ यार अभागी भाग्यमानको भुत्ते कमाएर भन्दै अचार ल दामी भन्छ अचार पर्यो होइन अचार चाहिँ मलाई परिरहनु पर्छ कि अचार परेन भने सबभन्दा मिठै अचार लाग्यो कि मलाई त फेरि 1 चम्चा भन्दा हाल्न पाइँदैन गाह्रो छ मैले त भन्दै थिएँ 2 चम्चा गरम है पर्दैन न त्यसरी त फेरि अनि अचार सकेला भनेर अचार धेरै खान त हो एकचोटि गरौँ त नियम चेन्ज गरौँ त के भयो अब सासेज साथीहरू सासेज ससेज चाहिँ होला परेको होइन राखिदिनु पर्यो अब फेरि अचार मलाई त मोमो र अचार मिठो लाग्यो अचार मोमो परेन है यार एकचोटि मात्रै पऱ्यो यार फेरि चाउचाउ पऱ्यो मोमो परेन कि मलाई त मिठो छ ल परेको त खानै पर्यो ल सकिन लाग्यो त सामान रह्यो त हाम्रो भिडियो लामो हुन्छ भने थोरै गरिदिउँ तिमीले केही छैन चाउ 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 पऱ्यो साथीहरू चाउ 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 धेरै छैन अब थोरै छ होइन के पर्यो अचार ल अचार परेको छ होइन अचार चाहिँ परोस् के अरू नपरे पनि अचार चाहिँ
अचार चाहिँ परेको छैन अचार नभइकन मलाई चाहिँ मोमो परोस् मोमो मोमो अचार नै परेको छैन यार मोमो अचार चाहिरहेको छ मलाई त के गर्नु होला साथीहरू अचार 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 दामी दामी छ मिठो मिठो अचार सुटोको लुगा 2 चम्चा हाल्नुपर्छ कि हाल्नु हुन्छ अब सकिन्छ त अब धेरै बाँकी छ लेग पिस के खान्छौ कमला सुन्तला कि अमला भने जस्तै भयो जिन्दगी ल कता दियो खाली ए हुन्छ चाउ 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 पर साथीहरू फेरि चाउ 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 होइन कि मलाई त पर्न पर्ने हो केटा अब एउटाले चाहिँ के हलाउनु ल म जे पर हेर्छु होइन अनि त्यसको चाहिँ भिडियोलाई लास्ट खालीको छैन अचार होला अचार ल वाउ अचार अचार परेछ है त अचार हाल्छु एउटा होइन अनि भिडियोलाई अन्ति गरौँ न अब लामो हुन्छ भनेर फेरि 11 मिनेट भइसक्यो ल हस् त साथीहरू भिडियो पनि कस्तो लाग्यो होइन भिडियोमा लाइक पनि मन पराइदिनु भयो भने सब्सक्राइब गरिदिनुहोस् होइन कमेन्ट हामीले यस्तै भिडियो चाहिँ फेरि लिएर आउँछौँ होइन हामीले चाहिँ प्रत्येक हप्ता चाहिँ मङ्गलबार चाहिँ हाम्रो यसरी नै दुईजनाकै बिदा हुन्छ कि बिदा हुँदा चाहिँ हामीले जहिले पनि नयाँ किसिमको के गर्ने कसो गर्ने भनेर सोचेर यस्तो नयाँ भिडियोहरू फेरि लिएर आउँछौँ होइन अर्कोचोटि अब के गर्ने भनेर फेरि अर्कोचोटि नयाँ टपिक्स हामी एक हप्ता कोही हो बिदामा खोज्दै गर्छौँ होइन अहिलेलाई चाहिँ भिडियो तपाईँहरूलाई मन परेछ भने लाइक गर्नु सब्सक्राइब गर्नु कमेन्ट गरिदिनुहोस् बुम बुम पेलिदिनुहोस् होइन बुम बुम पेलेर चाहिँ भिडियोलाई चाहिँ भाइरल गराइदिनु पर्यो होइन तपाईँहरूले पनि आफूले यसरी नै युट्युबबाट टिकटकबाट होइन अहिले जापानमा चाहिँ सबैभन्दा बढी चाहिँ टिकटकबाट राम्रो कमाइ गरेका छन् क्या होइन अनि टिकटक मुन्चारी पनि भ्युज जाने यदि तपाईँसँग कला छ तपाईँसँग केही चिज छ भने चाहिँ एकदमै राम्रो छ है त बाई बाई